शिवकुमार लिम्बू मेरो के अरे थ्रोटमा ट्युमर देखिएर नेपाल क्यान्सर हस्पिटलमा 35 एपिसोड रेडियो थेरापी दिएर पनि अलिक मलाई शक लागेर अब बेस्ट हस्पिटल छिमेकी देशमा कहाँ छ भनेर मैले युट्युबमा सर्च गरेर हेर्दाखेरि मेडिको केयर भन्ने एउटा संस्था रहेछ। त्यही सिना मगलको अफिसबाट सम्पर्क गरेर चाहिँ म यहाँ न्यू दिल्लीमा के अरे सन्तोष खड्का बाबु हुनुहुँदो रहेछ र कुलदीप सर, उहाँहरू अन्तर्गत म न्यू दिल्ली र हरियाणाको बोर्डरमा भएको फोर्टिस क्यान्सर अस्पतालमा आएर उपचारको लागि यहाँ आउनको लागि मलाई नेपाल मेडिको केयरले एजेन्टले साह्रै राम्रो सहयोग दियो। एयरपोर्ट पिकअपदेखि लिएर उहाँ नेपाल एयरलाइन्ससँग टिकट फ्रीमा अथवा सहुलियतमा क्यान्सर पेसेन्टलाई दिने नियमअनुसार मिलाइदिनु भयो उहाँहरूले नै। र एयरपोर्ट पिकअप, होटल व्यवस्था र नयाँ ठाउँमा हस्पिटलमा लाने ल्याउने सबै केयर एकदम राम्रो तरिकाले गर्यो। र होटल पनि यहाँनिर गुरगाउँ छेउमा एउटा डिलाइट होटल भन्नेमा लग्जरियस व्यवस्था थियो। यहाँको होटलको व्यवस्थापनहरू पनि राम्रो रहेछ र धेरै खुसी लाग्यो। र आउँदा दिनहरूमा तपाईहरू कोही पनि इन्डिया अथवा न्यू दिल्लीमा उपचार गर्न आउनुहुन्छ भने मेडिको केयर अन्तर्गत तपाईहरू आउनुभयो भने नयाँ ठाउँमा कसलाई सोध्ने, कता जाने, को डाक्टर कति राम्रो, कसकोमा गए राम्रो हुन्छ भन्ने उहाँहरूले एकदम राम्रो एडभाइस दिनुहुन्छ। त्यस कारणले सम्पूर्ण तपाईहरू पनि मै जस्तो पीडित हुनुहुन्छ भनेदेखि उहाँहरूको सल्लाह र सहयोगमा अथवा गाइडेन्समा आउनुभयो भने तपाईहरूलाई केही दुःख कष्ट पर्दैन भन्ने मलाई फुल्ली कन्फिडेन्स साथ उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु भन्दै मेरो छोटो भनाइ यहीँ अन्त गर्दछु। धन्यवाद।